सो त्यस्तै गरी अब क्लास 10 को फोर्स भन्ने टपिक्सको पार्ट 3 लिएर आएको छु। यसमा हामीले के पढ्छौँ भन्दाखेरि फोर्स तेस्रो भागमा हामीले मास र वेट के हो जुन एक्जाममा पनि सोधिरहेको हुन्छ। मास र वेटमा फरक के हो र कुन चाहिँ स्केलर र भेक्टर क्वान्टिटी हो। त्यस्तै गरी वेटलेसनेस र फ्री फल भनेको के हो। सबै कन्सेप्ट इजी बाई इजी स्टेप बाई स्टेप बुझ्छौँ। सो फर्स्टमा हामीले विदाउट डिले के गरौँ भन्दाखेरि भिडियोलाई स्टार्ट गरौँ है। सो मास भनेको के हो भन्दाखेरि आई थिङ्क अलरेडी तपाईँहरूले सबैले पहिलाबाटै पढ्नु भयो होला। मास भनेको के हो भन्दाखेरि कुनै पनि बडीको मास भनेको त्यो बडीमा कति अमाउन्ट अफ म्याटर प्रेजेन्ट छ, द्याट इज कल्ड मास। वेट भनेको के हो भन्दाखेरि त्यो मासलाई अर्थले आफ्नो सेन्टरतिर कुन फोर्सले कति फोर्सले तानिरहेको छ, द्याट फोर्स इज नोन एज वेट है। वेट भनेको एउटा टाइप्स अफ फोर्स हो। सो मास भनेको के हो भन्दाखेरि मासलाई डिफाइन गरौँ। मास इज डिफाइन्ड एज द टोटल अमाउन्ट अफ म्याटर, द टोटल अमाउन्ट अफ, लेख्नुहोस् है सबैजना राम्रो राम्रो ह्यान्ड राइटिङ बनाएर लेख्नुहोस्। द टोटल अमाउन्ट अफ भनिन्छ कि राइटिङले मान्छेको एउटा स्ट्रेन्थको राम्रो परिचय दिन्छ। अमाउन्ट अफ म्याटर कन्टेन इन अ प्रेजेन्ट इन अ बडी, कुनै पनि बडीमा कति अमाउन्ट अफ म्याटर प्रेजेन्ट छ, द्याट इज कल्ड एज मास। यसैले हामीले के भन्न सक्छौँ त, मास। त्यस्तै गरी हामीले फन्डामेन्टल क्वान्टिटी 8, 9 पनि 10 मा पनि पढिरह्यो होला, सरी 8, 9 मा पनि पढिरह्यो होला, पढेकै हो। 7 फन्डामेन्टल क्वान्टिटीको सबैको एसआई युनिट हुन्छ। त्यस्तै गरी यसको एसआई युनिट के हो त रे बाबु, यसको एसआई युनिट इज केजी। किलोग्राम भनेको के हो रे, केजी, किलोग्राम यानी केले। अब त्यस्तै गरी अब मास कुन क्वान्टिटी हो है, इट इज स्केलर कि भेक्टर। जस्तै 1 केजी को मैले ढुङ्गा राखेँ, एउटा टेबलमा 1 केजी को ढुङ्गा राख्दाखेरि अब त्यो ढुङ्गालाई पूर्व फर्केको भन्ने कि पश्चिम फर्केको भन्ने कि तल फर्केको हो कि माथि फर्केको, त्यसको कुनै पनि स्पेसिफिक डाइरेक्सन छ त, स्पेसिफिक डाइरेक्सन छैन। सो कुनै पनि कुराको स्पेसिफिक जब डाइरेक्सन हुँदैन त्यसलाई हामीले के भन्छौँ रे, इट इज स्केलर क्वान्टिटी। इट इज यो के हो त, एउटा स्केलर क्वान्टिटी हो। यसको एसआई युनिट पनि के भयो त। अब एउटा कुरा के थाहा पाइराख्नु भन्दाखेरि बाबु जहिले पनि वेट चाहिँ फरक हुन्छ एकोर्डिङ टु द प्लेस अनुसार के हुन्छ, वेट इज अलवेज डिफरेन्स बिकज इट डिपेन्ड्स अपन द एक्सेलरेसन ड्यू टु ग्राभिटी, जुन चाहिँ ग्राभिटी एभ्रिवेयर के हुन्छ, फरक फरक हुन्छ है। सो त्यस्तै गरी यसको एसआई युनिट केजी भएर यो स्केलर क्वान्टिटी हो भने के यसलाई मेजर केले गरिन्छ त, मास इज मेजर बाई हाम्रो एउटा अमाउन्ट अफ बीम ब्यालेन्स है। डिफ्रेन्ट ब्यालेन्सहरू तराजुहरू हुन्छ हैन, त्यो ब्यालेन्सहरूले के गर्छ भन्दाखेरि मेजर गर्छ र इट इज कन्स्ट्यान्ट अल ओभर द वर्ल्ड। मास के हुन्छ त, कन्स्ट्यान्ट अल ओभर द वर्ल्ड। वर्ल्डको जुनसुकै कुनामा के हुन्छ भन्दाखेरि मास कहिले पनि फरक हुँदैन, तर के हुन्छ भन्दाखेरि त्यसको वेट फरक हुन्छ। किन वेट फरक हुन्छ भन्दाखेरि बिकज द भ्यालु अफ जी इज अलवेज डिफरेन्ट एकोर्डिङ टु द प्लेस। एक्सेलरेसन ड्यू टु ग्राभिटी के हुन्छ भन्दाखेरि जस्तै टप अफ माउन्ट एभरेस्टमा गयो भने के हुन्छ, एक्सेलरेसन ड्यू टु ग्राभिटी घट्छ। जब एक्सेलरेसन ड्यू टु ग्राभिटी घट्न बित्तिकै त्यसको वेट के हुन्छ भन्दाखेरि घट्दै जान्छ है। त्यस्तै गरी इट डज नट डिपेन्ड अपन द जी, यो चाहिँ जीमा कुनै पनि डिपेन्ड हुँदैन, द्याट्स वाइ इट इज अलवेज कन्स्ट्यान्ट अल ओभर द वर्ल्ड। र यसलाई मेजर गर्ने कुन ब्यालेन्सले हो त रे, बीम ब्यालेन्स हो। ल अब त्यस्तै गरी के कस्तो फ्याक्टरमा डिपेन्ड हुन्छ त, फ्याक्टर इट डिपेन्ड्स अपन द, फ्याक्टर भनेको मास केले गर्दा फरक हुन्छ, इट डिपेन्ड्स अन द नम्बर अफ सब एटमिक पार्टिकल, नम्बर अफ पार्टिकल्स। कुनै पनि बडीमा कतिवटा सब एटमिक पार्टिकल्सहरू यानी इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन कति हाई मात्रामा प्रेजेन्ट छ, त्यसमा के हुन्छ भन्दाखेरि यो चाहिँ मास फरक फरक हुन्छ है। प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनले गर्दा मास फरक फरक हुन्छ। त्यस्तै गरी अब वेटको बारेमा बुझौँ है। वेट पनि यस्तै हो, वेटको बारेमा पनि मजाले लेख्नुहोस् डेफिनेसन बनाएर। वेट भनेको के हो भन्दाखेरि जस्तै म 50 केजी को मान्छे छु भने मेरो वेट कसरी निकाल्ने भन्ने कुरा चाहिँ हामीले यसमा द अमाउन्ट अफ फोर्स by which an object attracts toward the
सेन्टर अफ हेभनली बडिज इज कल्ड है। सो के बुझ्नु भन्दाखेरि वेट भनेको कुनै पनि अब्जेक्टलाई आफ्नो हेभनली बडिजले हेभनली बडिज भनेको के हो आइदर प्लानेट भयो स्टार भयो मुन भयो जेसुकै होस् ती जसलाई हेभनली बडिज कुनै पनि प्लानेट्सले अर्थहरूले कुनै पनि एउटा अब्जेक्टलाई कति फोर्सले आफ्नो सेन्टरतिर तान्छ द्याट फोर्स इज नोन एज के भन्न सक्छु त द्याट इज फोर्स इज नोन एज वेट। वेट भनेको त यस्तो एमाउन्ट अफ फोर्स बाई व्हिच एन अब्जेक्ट भनेको जुनसुकै अब्जेक्ट आइदर पेन होस् हावा होस् पानी होस् बल्ब होस् इलेक्ट्रिक बल्ब होस् अथवा डस्टर होस् अथवा मान्छे होस् त्यो अब्जेक्टलाई एट्र्याक्ट गरिरहेको छ भनेको इट मिन्स तानिरहेको छ आफ्नो सेन्टरतिर टुवर्ड द सेन्टर अफ द हेभनली बडिज द्याट इज कल्ड द वेट टुवर्ड द सेन्टर। सेन्टरतिर पनि के हुन्छ भन्दा कुनै पनि हेभनली बडिजले कहाँ तान्छ रे टुवर्ड द अलवेज द सेन्टर। त्यही भएर त सेन्ट्रल डिस्टेन्स हामीले एफ इज इक्वल टु जी m2 बाई डी स्क्वायरमा सेन्ट्रल डिस्टेन्स लिन्छ है। सो द्याट इज कल्ड एज वेट भनेर लेख्नु होला। अब त्यस्तै गरी अब इक्जाममा सोधिन्छ 2-3 डिफरेन्स बिट्विन पनि पत्ता लगाउनु चाहिँ। सो के पत्ता लगाउनु भन्दाखेरि म्याथमेटिकली वेटको फर्मुला के हो भन्दाखेरि वेट भनेको एउटा फोर्स हो वेट इज इक्वल टु एफ पनि हामीले लेख्न सक्छौँ। सो वेट इज इक्वल टु एफ को फर्मुला के हो त मास इन्टु एक्सिलरेसन ड्यू टु ग्राभिटी एन्ड ग्राभिटी है। सो यसरी हामीले वेट निकाल्न सक्छौँ। वाट इज द फर्मुला अफ वेट भनेको जस्तै 50 केजी मान्छेको वेट कति होला भनेर सोध्यौँ हामीले कहिलेकाहीँ मान्छेहरूले के सोच्छ भन्दाखेरि बाबु तिम्रो वेट के हो त वेट बराबर हामीले के भन्छौँ सर मेरो वेट 50 केजी हो। त्यो 50 केजी तिम्रो वेट हो कि बाबु म्याटर हो दिस इज कल्ड एज मास। यो मास हो है दिस इज नट वेट। वेट भनेर सोध्यो भने के हुन्छ भन्दाखेरि m इन्टु जी गर्नु पर्यो। यदि तिम्रो मास 50 केजी को मास छ भने तिमीले अर्थको सेन्टरतिर कति एमाउन्ट अफ फोर्स लगाइरहेछौ त भन्दाखेरि 10 एभरेजमा 9.8 हाल्ने पनि पायो तर मैले 10 राखेँ सजिलो होस् भनेर है। कति आयो त लगभग तिम्रो 500 न्युटन फोर्स चाहिँ अर्थको सेन्टरतिर तिमीले लगाइरहेछौ भनेर थाहा पाउनु पर्यो। जस्तै मैले यो अब्जेक्ट कोही मान्छे अब वेट 50 केजी को कोही मान्छेको टाउकोमा अथवा कोही मान्छे यो मिस्टर कालु पाण्डे रे यो मिस्टर कालु पाण्डेले मैले यस्तो बनाएँ है सेट छ भने यो कालु पाण्डेको टाउकोमा मैले एउटा सिमेन्ट कति राखेँ त 20 केजी को सिमेन्ट हो। सो अब इक्जाममा तपाईले सोधिन्छ यो यदि मिस्टर कालु पाण्डे 30 केजी को छ भने यसको वेट कति लागिरहेको होला। वेट भनेको जहिले पनि टोटल मास जोडेर जहिले पनि के गर्नु पर्यो यानी 20 + 30 जोडेर 50 केजी अनि इन्टु चाहिँ ग्राभिटी गर्नु पर्यो है। सो अब कोही साथीलाई सोध्दाखेरि बाबु तिम्रो वेट भनेर सोध्यो भने जहिले पनि न्युटनमा दिनुहोस्। जस्तै म 50 केजी को छ भने 500 न्युटन छ म 55 केजी को छ भने इन्टु 55 इन्टु 10 गर्नु भने 550 न्युटन को मेरो वेट छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो है। साइन्स